बालेनले गर्न लागेको भ्रष्टाचार रविले रोकेका रहेछन्। सन्दर्भ हो पासपोर्ट प्रकरणको। पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीको टिमले अर्बौंको घोटाला गर्न लागेको रहेछ। त्यसका लागि प्रधानमन्त्रीको टिमले केही मान्छेको घर जलाउनेदेखि ज्यान लिनेसम्मको धम्की दिएको रहेछ। त्यसको समाचार नेपाल खबरमा आएको छ। पासपोर्ट विभागसँग अहिले पासपोर्ट सर्टेज हुन लागेको छ। यही बेला पासपोर्टको ठेक्का लिएका कम्पनीसँगको ठेक्का तोड्ने र छिट्टै पासपोर्ट सर्टेज भएपछि राहदानी सङ्कट सृजना गर्ने र इमर्जेन्सी सिचुएसनको नाममा बालेनको टिमले चाहेको कम्पनीलाई बिना टेन्डर पासपोर्ट खरिदको ठेक्का दिने योजना अनुसार गत असार 2 गते अख्तियारका पदाधिकारी सहितको टिमलाई प्रधानमन्त्री कार्यालयमा 5 घण्टासम्म दुर्व्यवहार गरियो। कन्टेन्ट क्रिएटर के भन्छ फेरि बालेन शाहले भ्रष्टाचार गर्न लाए अनि रवि लामिछानेले रोके हैन भन्ने खालको कुरा गर्दैछ त फेरि। अब विश्वास पनि कसको गर्नु हो? यहाँ जनताले यति धेरै विश्वास गरेको बालेन शाहलाई नि यस्ता किसिमका भ्रष्टाचारका गर्न खोजेको मात्रै भनेको छ है, गरिसकेका चाहिँ छैन। यस्ता किसिमका आरोप लाउन भ्याइसके मान्छेहरूले, मिडियाहरूले। अब विश्वास कसको गर्ने? जे होस्, उहाँले भनेको कुरामा कतिको सत्यता छ कमेन्ट गर्नु होला साथी।